Hi everyone, welcome back to my channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि एकदमै ठिकठाक छु. So अहिले अगाडि मात्र हाँस्छु. किन हाँस्छु? यता क्यामेरा मिलाउँछु मिल्दैन, उता क्यामेरा मिलाउँछु मिल्दैन. यो सेटअपै मिल्दैन भने कुन चाहिँ कुनामा गएर म भिडियो बनाम के? ए भगवान, बल्ल बल्ल यहाँ मिलाएको छु. पागल हुन्छ होला. एउटा राम्रो भिडियो बनाउँछु भने कहिले राम्रोसँग बन्दैन, कहिले पनि के मिल्दैन, कहिले के मिल्दैन. यो पनि मैले धुन राखेको थिएँ. के भन्नु के म भन्छु है. त्यही पनि यो मैले धुन राखेको थिएँ होइन. लुगा खोज्छु एउटा भेट्दिनँ राम्रो खालको. अलिकति राम्रो भएर चटक चटक परेर अब अरू भ्लगरहरूले त कति राम्रो भएर भिडियो बनाउनुहुन्छ नि त. अनि मलाई त्यस्तै गरेर भिडियो बनाउन मन लाग्छ कि तर हुँदैन यार. कसरी बनाउँछ यार? दिमाग खराब हुन्छ भने मेरो त दिमागै खराब हुन्छ के. अनि मैले धुन राखेको यो नाइटी लाएर बसिरहेको छु. के गर्नु? लुगा त छ तर त्यो कुरा लाउँछु भनेर सोचिरहेको हुन्छ. अनि त्यो कुरा नै बिर्दिनँ के. हिजो भर्खर मैले त्यही देखेको थिएँ कि त्यो टी सर्ट त्यही देखेको थिएँ. अहिले यस्तो छैन. के गर्नु के म? यस्तो साथीहरू म खान्छु ल. यो सेटअप मिलाउँदा नि यो सबै सेलाइसक्यो क्या. म के गर्नु भन त साथीहरू. प्लिज यसो हेरेर इन्जोय गरिदिनु होला. के गर्नु अब, मेरो त बुरी हालत हुन्छ यो सेटअप मिलाउँदा. लुगा कुल डाउन होला. म डिउ खान्छु ल साथीहरू. म खाएँ ल. पहिला सुरु डिउबाट स्टार्ट गर्छु. खाएँ ल साथीहरू. लिनुहोस्, तपाईँहरू पनि खानुहोस् पहिला सुरु प्लिज. कसरी बनाउनुहुन्छ अरू भ्लगरहरूले भिडियो? म त आज यसो खाएको भिडियो बनाऊँ भने नि मेरो त बुरी हालत भयो. 10वटा मोमो ल्याएको छु. बिग मोमो होइन. यु क्यान सी बिग मोमो छ होइन. 10वटा छ ठ्याक्क लाएर होइन. यस्तो छ. अनि त्यस पछाडि गाडी पनि यति बेलै बज्छ फेरि. अनि यो झोल छ होइन. म देखाउँछु ल. यो झोल होइन. उफ, यस्तो फ्रस्ट्रेटिङ हुने नि यो भिडियो यताउता मिलाउँदै. म त पागल भएको भने एकछिन त झन् मेरो आँसु चुहेँ के. अनि भिडियो बनाउँदा चाहिँ हाँसी खुसी हुन्छ भनेको फेरि म इमोसनमा बगिहालेँ. त्यही भएर अब फेरि खान्छु. ओके स्टार्ट गरौँ है त ल साथीहरू. खाएँ ल. ए के म सब्जी किन युज गरिरहेको छु? म नेपाली भएर मोमो म हातले खान्छु. अन्डरस्ट्यान्ड? सो यो छ मोमो गाइज. त्यो अरू मुकबाङ्गर के भन्छ उहाँहरूले खाँदा यस्तो मिठो लाग्छ मलाई. ओ माई गड, यस्तो खम लाग्छ. तपाईँहरूलाई पनि त्यस्तै लाग्छ होला. अब के गर्नु, बनाएर खानु ल. प्लिज ह्याभ इट. खाएँ ल. कसम मलाई त किरा भन्दा नि थाहा छ. मेथी रहेछ के. म त झन्डै फर्स्ट बाइटमै अनि झन्डै ऊ बारीतिर फ्यालिदिएको मैले यो. आमा हेर न गाइज, किरा जस्तो देखेको कि मैले त एकचोटि त्यसको टाउकै चुड्डाइदिन्छु के अरे भन्न थालेको. तर दिस इज मेथी गाइज होइन. मेथी गाइज. किरा हेर्नु फेरि. ए प्रज्ञाले त किरा नि खाएछ भन्न. मेथी हो मेथी. मैले आफै बनाएको के फेरि. त्यही भएर थाहा भएको नि. मम्मीले बनाएको भएर मम्मी तपाईँले त किरा हालिदिनु भएछ भन्थेँ मैले. स्योर हो होइन. ल फेरि दोस्रो बाइट. मैले खतरा बनाएको छु होइन झोल चाहिँ. जस्तो वाउ. So nice.
डुब्यो वाइटलाई गाइस अब त खाएँ मैले गरम गरम चपाइदिएँ है मैले पिरो बनाएको थिएँ मैले यस्तो गर्दा गर्दा मैले ढाड दिइसकेँ कि यो क्यामेराको सेटअप नमिलेर के अब कहाँ राख्नु त मिल्दैन त्यहाँ राख्छु मिल्दैन त्यहाँ राख्छु मिल्दैन त्यहाँ राख्छु मिल्दैन के गर्नु त होइन उफ गड सो फ्रस्ट्रेटिङ के म यसरी खानु क्या हो सो नाइस मलाई फेरि बाहिरको मोमो खानु मन लाग्दैन यहाँ मोमो चाहिँ मिठो पाउँछ है मैले डेली आएर खान्छु भने चाहिँ यसो चाख्न मन लाग्छ होइन नत्र म जहाँ पाएँ त्यहाँ मोमै खाँदिनँ क्या म घरमा बनाएको मोमो चाहिँ खान्छु फेरि मलाई त 2-3टाले पुग्नु लाग्यो साथीहरू के हो मुकबाङ्गर के भन्छ यार मुकबाङ्गर बन्नु भनेको अब 2टा भन्दा अड्दैन पेटमा सेलाएर कस्तो कक्रक्क भइसक्यो भने के गर्नु है तर यो अचारले गर्दा मिठो भइरहेछ कि फेरि टन्न भयो भने यत्रो ठुल्ठुलो मोमो छ अनि के गर्नु त घरमा बनाएको त मैले 10वटा त खाइदिन्छु तर यो त लास्टै ठुल्ठुलो छ नि त यहाँ 10वटा ठ्याक्कै थियो गाइस बाहिरको मोमो 2टा भन्दा बेसी खान सक्दिनँ के मिठो हुनु पर्यो है फेरि बाइट लिए बिग बाइट अब साँच्ची अगायो भने म 5वटा नि खान सक्दिनँ होला भने धन्न 6वटा खाइसकेछु है 4वटा बाँकी छ अब म ब्रिलियन्ट भइसक्यो क्या हो मेरो त पेटै फुट्ला जस्तो भयो मलाई म लास्ट खान्छु गाइस त्यसपछि अब म सक्दिनँ आई कान्ट म खानै सक्दिनँ क्या धेरै खाना चाहिँ मन लाग्छ तर खानै सक्दिनँ
अब यो 3टा मेरो पेटभित्र जाँदैन गाइस 3 लेफ्ट आई कान्ट तर अचार चाहिँ मिठो छ है फेरि आधा दबाए मलाई पुग्यो अब म यहाँबाटै बिदा हुन चाहन्छु मैले बुझिसकेँ म मुकबाङ्गर बन्न नसक्ने रहेछु नयाँ डाँडा पाखातिर भ्लग बनाउँदै ठिक हुने रहेछु म सक्दिनँ रहेछु ओके गाइज मैले थाहा पाएँ आज मेरो क्षमता कतिसम्म छ भनेर ओके गाइज यति भन्दा म सक्दिनँ अझै 3टा बाँकी छ धन्यवाद बाई बाई टाटा सी यू अर्को भ्लगमा म खाने भ्लग त हाल्दिनँ पक्कै पनि हाल्दिनँ यो खाने भ्लग त मबाट हुँदैन रहेछ होइन मैले 10वटा चाहिँ मैले 5वटा चाहिँ मैले खान सक्छु कि भनेको धन्न मैले 7वटा खाइसकेँ गाइस लिटरली 7वटा खाइसकेँ अझै 3टा बाँकी छ यो 3टा चाहिँ बुढाबुढीहरूलाई बाँडिदिन्छु ल खा ओके गाइज यति भन्दै म बिदा हुन चाहन्छु सब्सक्राइब गर्नु भएको छैन भने प्लिज गएर सब्सक्राइब गरिहाल्नु होला थ्याङ्क यू सो मच फर वाचिङ लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट सेयर गर्नु भएको छैन भने प्लिज गरिहाल्नु होला यति भन्दै म बिदा हुन चाहन्छु बाई एभ्रीवान थ्याङ्क यू सो मच फर वाचिङ